नमस्कार। आजको पोडकास्टमा हामी अत्यन्तै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। त्यो हो मिडिया लिटरेसी। आज हामी बिहान उठेदेखि राति सुत्दासम्म मोबाइल, फेसबुक, टिकटक, युट्युब, समाचार, भिडियो, फोटो यी सबैसँग जोडिरहेका हुन्छौँ। तर के हामीले हेर्ने, सुन्ने र पढ्ने सबै कुरा साँचो हुन्छ त? के सबै समाचार विश्वास गर्न लायक हुन्छन् त? यही बुझ्न सक्ने क्षमता नै मिडिया लिटरेसी हो। आजको पोडकास्ट हेरेपछि तपाईँ मिडिया लिटरेसी के हो भनेर बुझ्न सक्नुहुनेछ। गलत समाचार कसरी चिन्ने हो जान्नुहुनेछ। सामाजिक सञ्जाल सुरक्षित रूपमा प्रयोग गर्न सक्नुहुनेछ। भिडियो अन्त्यसम्म हेर्नुहोला। मिडिया लिटरेसी भनेको मिडियामा आउने सूचना, समाचार, फोटो, भिडियो सही र गलत छुट्याउने क्षमता हो। सरल भाषामा भन्नुपर्दा जे देखियो, जे सुनियो, जे पढ्यो सबै पत्याउनु अघि सोच्ने बानीको विकास हुनु हो। मिडिया भन्नाले टिभी, रेडियो, पत्रिका, फेसबुक, टिकटक, युट्युब, वेबसाइट, ब्लग सबै पर्दछन्। लिटरेसी भनेको बुझ्ने, विश्लेषण गर्ने क्षमता हो। त्यसैले मिडिया लिटरेसी मिडिया बुझ्ने बुद्धिमत्ता हो भनेर बुझ्न सकिन्छ। आजको मिडियाले हाम्रो सोच, हाम्रो विचार बदल्छ। नयाँ नयाँ सोच र मानसिक रूपहरू बनाइरहेको हुन्छ। हाम्रो निर्णय बदलिरहेको हुन्छ। हाम्रो भावनालाई नियन्त्रण गरिरहेको हुन्छ। उदाहरणको लागि यदि फेसबुकमा बारम्बार यो औषधिले सबै रोग निको पार्छ भनेको देख्यौँ भने हामीलाई पत्याउन मन लाग्छ अनि हामी औषधि किनेर प्रयोग गर्नेतर्फ लाग्छौँ। यो साँच्चैको औषधि हो कि होइन भनेर हामीलाई छुट्याउन गाह्रो हुन्छ। यो विज्ञापन हो कि सत्य हो यो छुट्याउन नसक्दा हामी समस्यामा पर्छौँ। त्यसैगरी आजको सबैभन्दा ठुलो समस्या हो फेक न्युज। फेक न्युज भनेको जानी जानी गलत सूचनाहरू फैलाउनु हो। आधा अधुरो र सत्य भनेर भ्रम सिर्जना गर्नु हो। उदाहरणको लागि पुरानो फोटो नयाँ घटना भन्दै सेयर गर्नु अथवा त्यसमा भिडियो बनाउनु। कसैको कुराकानीमा गरिएको भनाइलाई काटेर छोटो भिडियो बनाएर अर्कै अर्थ लगाउने बनाएर पोस्ट गर्नु। जस्तै शीर्षकमा यो भिडियो हेर्नुहोस्, सबै सत्य बाहिर आयो भन्ने जस्ता हेडलाइन राखिएका हुन्छन्। यस्ता समाचारले तपाईँ हामीलाई डरसरी बनाइरहेको हुन्छ। समाजमा झगडा गराइरहेको हुन्छ। समाजमा असन्तुलन फैलाइरहेको हुन्छ। हामीले नचाहने र अनावश्यक समाचारहरू दिमागलाई खुवाइरहेको हुन्छौँ जसले गर्दा हाम्रो मस्तिष्क चाहिने भन्दा नचाहिने सूचनाले भरिभराउ भएर हामी डिस्टर्ब भइरहेको हुन्छौँ। त्यसैले मिडिया लिटरेसी नभए हामी आफै फेक न्युज फैलाउने माध्यम बनिरहेका हुन्छौँ र बिना उपलब्धि हामी पनि व्यस्त भइरहेको हुन्छौँ। साथीहरू, अब मिडिया लिटरेसीका 5वटा महत्त्वपूर्ण सिपहरू के हुन् त त्यो बुझौँ। नम्बर 1 मा स्रोत जाँच्ने। यो समाचार कसले लेखेको हो, सरकारी निकाय हो कि होइन, भरपर्दो मिडिया हो कि होइन, कि नामै नखुलेको पेज हो त, यो जाँच्नु जरुरी छ। नम्बर 2 मा शीर्षक मात्र नपत्याउने। धेरैजसो शीर्षकहरू आकर्षक तर भ्रामक हुन्छन्। पुरा समाचार पढ्नै पर्छ या पुरा भिडियो हेर्नै पर्छ। नम्बर 3 मिति र सन्दर्भ हेर्ने। कतै पुरानो घटना अहिलेको हो भनेर झुटो फैलाइएको त होइनन्। नम्बर 4 भावनामा नबग्ने। डर, रिस, घृणा जगाउने पोस्टहरू प्राय गलत हुन्छन्। यसले समाजलाई नकारात्मक दिशातिर डुराइरहेको हुन्छ। तपाईँ आफैलाई नै यसले नकारात्मक प्रभाव पारिरहेको हुन्छ। नम्बर 5 मा छ
सेयर गर्नु अघि सोच्ने बानीको विकास गर्नुपर्दछ। यदि यो गलत भयो भने या गलत हो भने मैले अरूलाई पनि भ्रममा पारेको हुन्छु भनेर सोच्नुभयो भने त्यो धेरै बुद्धिमान हुन्छ। यसैगरी फेक न्युज हो कि होइन भनेर जाँच्नको लागि वेबसाइटहरू पनि छन्। यसरी पनि साँचो र झुटो सूचनाहरू थाहा पाउन सकिन्छ। सूचना लिइरहँदा तपाईँले यत्तिको बुद्धिमत्ता पुर्याउनु भयो भने, सामाजिक सञ्जाल प्रयोग गर्नुभयो भने तपाईँ लोकतान्त्रिक शासन व्यवस्थाभित्रको असल नागरिक हो भनेर बुझ्नुपर्दछ। फेसबुक, टिकटक, युट्युब सबैले हाम्रो ध्यान तानिरहेका हुन्छन्। त्यसैले सनसनीपूर्ण भिडियो, झुटा दाबी, भाइरल सामग्री धेरै देखाइन्छ। एल्गोरिदमले हामीले मन पराएका कुराहरू मात्र देखाउँदछन्। त्यसैले आफ्नो सोच फराकिलो बनाउन फरक स्रोतबाट पनि सूचनाहरू लिन सकिन्छ। आजको दिनमा बच्चाहरूले पनि मोबाइलहरू धेरै प्रयोग गर्ने गर्दछन्। यदि अभिभावकले के हेर्दैछ, के सिक्दैछ भन्ने कुरा यदि नहेर्ने हो भने गलत असर पर्न सक्दछ। बालबालिकाहरूलाई प्रश्न गर्न सिकाउनु पर्दछ। युट्युबमा आएको सबै कुराहरू सत्य नहुने भन्ने कुरा पनि बुझाउनु पर्दछ र कस्तो कस्तो कुराहरू हेर्ने भन्ने कुरा पनि उसलाई सुझाउनु पर्दछ। मिडिया लिटरेसीले सही निर्णय गर्न मद्दत गर्दछ। तपाईँ स्वयंलाई सुरक्षित राख्दछ, तपाईँको परिवारलाई सुरक्षित राख्दछ, समाजलाई सुरक्षित बनाउँछ र अझ सकारात्मक दिशातर्फ लैजान्छ। लोकतन्त्र बलियो बनाउँछ, सचेत नागरिक बन्न मद्दत गर्दछ, सचेत समाज बन्न मद्दत गर्दछ। साथीहरू, मिडिया लिटरेसी कुनै किताबको पाठ होइन, यो दैनिक जीवनको अभ्यास हो। आजदेखि सोचेर हेर्नुहोस्, जाँचेर विश्वास गर्नुहोस्, बुझेर सेयर गर्नुहोस्। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। फेरि अर्को यस्तै उपयोगी विषय लिएर आउनेछु।